छिटो खा तिमीहरूको भाउजू आउने बेला भएको छ फेरि अहिले बिहान तिमीहरूलाई मनपर्छ भनेर मैले 400 रुपियाँ किलो ल्याएर राखिदिएको छिटो खा ओहो ती आइभे के ती आइभे खाने बेला त टक्रा आउने हो नि काम गर्न परेको मलाई ढिलो हुन्छ छिटो जा छिटो आएको रात अहिले त ढिलो आने मान्छे त कति छिटो भयो होइन म त ढिलै आएको त काम भ्याएर आएको होइन आज त छिटो आयो नानीहरू खै नि मैले नानीहरूलाई ल्याइदिएको नि त्यसले त्यसै खै कता गएको नि यहीँ थिएँ के नानीहरूले लिची खान भन्नुभएको थियो त्यो मैले महँगै भए पनि नानीहरूले खोज्नु भएको भनेर ल्याइदिएको ए हो त्यस्तो पनि जाँदा रहेछ जस्तो त होइन नानीहरू छिटो यहाँ आयो त यहाँ भाउजूले के ल्याइदिइरहेछ लिची ल्याइदिएको क्या हजुरहरूले लिची खान खोज्नु भएको थियो के भयो ए दिदी यहाँ आइज त लिची खान खोज्नु भएको थियो लिची ल्याइदिएको के भयो नानीहरूलाई झन् लिची रुचाउनुहुन्छ भनेर महँगै भयो भने ल्याइदिएको हेर त भाउजूले हामीलाई यस्तो माया गर्नुहुँदो रहेछ अब मम्मीलाई नि सम्झाउन पर्छ भाउजूलाई त माया गर्न पर्दो रहेछ भाउजूले हामीलाई यति माया गर्नुहुँदो रहेछ त्यत्रो महँगो लिची नि ल्याइदिनु भयो हामीले पनि लुकाएर राख्यौँ त्यही त लाउनु मैले कति खुसी भएर ल्याइदिएको हजुरहरूले खानुहुन्छ भने मैले खान्छु है लाउ न कस्तो रहेछ लिची त यस्तो माया गरेको दिनु थ्याङ्क यू न हजुरहरूले खानु ल हामी खान्छ हजुर खानु हजुरले ल्याइदिएको क्या मैले खानु खानु नानी मलाई सधैँ यस्तै माया गर्नु कस्तो माया लाग्यो मलाई त ओके अबदेखि सधैँ यस्तै माया गर्छ ओके ल है